घरमा जब एक्स्ट्रा पिठो मुसिन्छ नि त्यसको चाहिँ लेफ्ट ओभर रोटीबाट यति मिठो एग रोल बनाउन सिकाउँदैछु है मैले आज तपाईँहरूलाई। पहिला त एज युजुअल तावा बसाल्यो, त्यसपछि यो चाहिँ मेरो अलिकति पिठो बाँकी भएको थियो, हिजोको पिठो फ्रिजमा राखेको थियो। अलिकति डिस्कलर चाहिँ हुन्छ तर टेस्ट चाहिँ यसको बिग्रिँदैन है। सो यु क्यान युज इट अप टु लाइक विकसम्म चल्छ भने पनि चलाउँदा पनि हुन्छ, अन्टिल एन्ड अनलेस त्यो चिपचिप भएर स्मेल नआएसम्म चाहिँ युज गर्न मिल्छ है। त्यसको चाहिँ मैले मिडियम साइजको पातलो पातलो खालेको रोटी बनाएँ। अनि ठ्याक्क अब गोलो भयो त राम्रो, तर मेरो चाहिँ त्यस्तो धेरै गोलो त भएन, तर इट्स ओके टाइपको भयो। त्यसपछि मैले एउटा अन्डा राखेँ। यो चाहिँ एउटा ग्रेट ह्याक अथवा भनौँ न पुरानो पिठोहरूलाई रियुज गर्ने एउटा राम्रो तरिका पनि हो कि यसरी अब सुक्खा रोटी मात्र बनाएर खायो भने चाहिँ कस्तो अब हुन्छ नि खान मन नलागेको जस्तो हुन्छ। यसरी बनाएर खाँदाखेरि चाहिँ मिठो पनि हुन्छ अनि पिठोहरू वेस्ट पनि हुँदैन। अनि फेरि यो आँटाको पिठो चाहिँ पाके पनि कस्तो नपाकेको जस्तो काँचो काँचो प्याचेसहरू देखिन्छ, तर त्यो देखियो भन्दैमा यो नपाकेको चाहिँ हुँदैन है। दिस इज वेल कुक्ड। मैदाको जस्तो चाहिँ अलिकति हुँदैन आँटाको पिठो। अनि त्यो उतापट्टि रोटी पाक्दै गर्दाखेरि अन्डामा चाहिँ अलिकति नुन राखौँ, थोरै मात्र राखौँ किनकि मैले यसमा अरू अचार ससेसहरू पनि राख्छु, त्यही भएर नुन चाहिँ एकदम थोरै मात्र राखेको छु मैले। तपाईँहरूले पनि यदि त्यस्तै गर्ने हो भने चाहिँ नुन थोरै मात्र राख्नु होला। अनि यो मेरो स्प्रे बोतल कसलाई याद छ, यसले चाहिँ अब धेरै राम्रो युज चाहिँ गर्दैन, तर तेल राखिरहेको भएर मलाई फाल्न पनि माया लाएर मैले केही पनि नगरिरहेको। अनि त्यसमा अन्डा राख्ने, अन्डा राखिसकेपछि रोटी माथिबाट राखिदिने। अनि धेरै थिच्नु हुँदैन कि, धेरै थिच्यो भने रोटीको साइडबाट अन्डा निस्किन्छ। साथसाथमा कामहरू पनि गर्दै गर्नु पऱ्यो। अब काम गर्दाखेरि मेस त भइहाल्छ सानोतिनो, त्यही माथि हाम्रो अन्डर कन्स्ट्रक्सन नै छ प्राय सबै चिजहरू। भर्खर हामीले स्टार्ट गरेको भएर अलिकति मेस पनि छ। अब अलिकति गाह्रो त गाह्रै छ तर एडजस्टेबल चाहिँ छ। अब यतिको भइसकेपछि यसलाई चाहिँ एकदम सानो फ्लेममा गर्नुपर्छ कि फेरि यताउति गर्ने बेलासम्म मैले सानो फ्लेम गर्न बिर्सेछु के अरे। अन्डा चाहिँ अलिकति बढ्ता सेकिएको जस्तो अलिकति डढेको जस्तो भएछ, तर पनि इट्स ओके, केही छैन। त्यस्तो भए पनि मिठै हुन्छ खाँदाखेरि। अब यसलाई चाहिँ पहिला निकालेर अनि यसमा अलिकति प्रिक जस्तो गरिदिने कि अलिकति सानो पाल जस्तो गरिदिने। मैले चाहिँ त्यहाँ त्यो पन्याउले नै अलिकति हुन्छ नि पाल जस्तो बनाएको छु। त्यसमा चाहिँ मैले यो सेजवान चटनी लगाउँदैछु कि यो पनि मिठै छ है, इट्स नट ब्याड। अनि यो छैन भने घरमा नर्मल अचार बनाएको हुन्छ नि गोलभेडाको चटनीहरू, त्यस्तो लगाउँदा नि हुन्छ। यो चाहिँ मैले मेरो हस्बेन्डको लागि बनाइदिएको भएर केचप पनि राखेँ कि उहाँलाई चाहिँ केचप एकदम मनपर्छ। अनि त्यही भएर केचप पनि अलिकति लगाएर अरू ससहरू पनि लगाउन सक्नुहुन्छ। यसमा प्याज अब अरू केही भेजिटेबल्सहरू छ भने राख्न मन छ भने राख्दा पनि हुन्छ, होइन भयो मैले देखाएको जसरी नै यसरी मजाले रोल गर्ने कि। अनि अचेल त्यो टिकटकमा कतातिर दाईको रोल के भनेर आउँछ नि, अलमोस्ट त्यस्तै नै हुन जान्छ कि। अब त्यसको पनि रेसिपी त अब ठ्याक्कै यही त होइन, तर उस्तै चाहिँ हुन जान्छ। अनि यसरी बनाउँदाखेरि मिठो पनि हुन्छ कि, कस्तो स्न्याकिङ आइटम जस्तो पनि हुन्छ, मिठो पनि हुन्छ, हेल्दी पनि अभियसली भइहाल्छ। अनि पुरानो पिठोहरू पनि कहिलेकाहीँ अब बचिरहेको हुन्छ नि त एक्स्ट्रा, त्यस्तोहरू पनि मजाले रियुज हुन्छ। अब यो चाहिँ मैले मेरो हस्बेन्डलाई लगेर दिन्छु। त्यो एक्स्ट्रा आइरहेको अन्डा चाहिँ आफैले खानुपर्छ, त्यो चाहिँ दिनु हुँदैन। अनि मैले आफ्नो लागि चाहिँ यो पिनट बटर राखेर यसरी त्यही रोटीमा नै पिनट बटर राखेर चियासँग खान लागेँ। मलाई चाहिँ अन्डा राखेको ठिकै मात्र लाग्छ, त्यस्तो नमिठो लाग्ने त होइन, तर मलाई चाहिँ पिनट बटर राखेको मन परेको कारणले यसरी पिनट बटर राखेँ। अनि मजाले चम्चाको त्यसमा लगाएर रोल गरेर यसरी आइएम इन्जोइङ इट। यदि तपाईँहरूको पनि घरमा एक्स्ट्रा पिठो बचेको छ भने चाहिँ डु ट्राई दिस रेसिपी एन्ड लेट मी नो हाउ इट वेन्ट। बाई बाई।